साथीभाइ चिनजान भएको त्यतिखेर म यस्तो पेय पदार्थ राम्रैसँग पिउँथेँ। हजुर हजुर पचेसम्म रुचेसम्म सेतो दौरा लगाएको कालो कोट लगाएको ठ्याक्क उपर खुट्टी लाएर माथि त्यो भारी बिसाउनेमा उसको खुट्टा एउटा माथिल्लो टपमा चाहिँ उसको चाक राखेर बसिरहेको बसेको रहेछ। यो धेरै पहिला त होइन, त्यस्तै 1 दशक अगाडिको कुरा हो। हजुर मैले पाम्ती भण्डारमा एउटा जग्गा किनेको थिएँ। त्यही जग्गामा घर बनाउने क्रममा अनि म कर्मी बिदाई गर्न भण्डार गएको थिएँ। त्यतिखेर मैले रावतौलु रञ्जना आधारभूत विद्यालयमा पढाउँथेँ हजुर र अनि बिदाको समयमा बेला बेलामा पारी घरको रेखदेख यसो हेर्न जान्थेँ, कति बनाएँ के गरेँ भनेर। हजुर अनि जाने क्रममा अनि फर्केर शुक्रबार रहेछ, कर्मीहरूलाई केही रकमहरू दियौँ अरे। अनिखेर शुक्रबारको दिन अलि सोतर्मु रामेछापको सोतर्मु भन्ने ठाउँमा बाम्ती भण्डारमा चाहिँ हाट लाग्छ। एक दिने हाट लाग्थ्यो अनि अझै पनि लाग्छ। त्यो हाटमा बस्ने क्रममा अब साथीभाइ चिनजान भएको त्यतिखेर म यस्तो पेय पदार्थ राम्रैसँग पिउँथेँ। हजुर हजुर पचेसम्म रुचेसम्म त्यो दिन चाहिँ अलि पत्ने भन्दा पनि अलि सिमाना आएछ। अनि अलि रात पर्यो हजुर र मेरो गाउँका केही साथीभाइहरू पनि जानुभएको थियो हाट हेर्न। अनि मलाई जाउँ त बेलैमा जाउँ त भन्दै थिएँ। होइन म आउँछु जसरी नि जाऊ भनेर भने मैले। होइन तपाईँ आउनुहुन्न होला, तपाईँ खाएपछि साथीभाइसँग यतै बस्नुहुन्छ, तपाईँको चिनजान धेरै यतै बस्न सक्नुहुन्छ। आज नाच छ, नाचमा तपाईँ भएन भने अलि रमाइलो हुँदैन। मेरो चाहिँ विशेषता के हो भने अलि रमाइलो हुँदैन भन्नाले म त्यस्तो खासै भनौँ न त्यस्तो प्रमुख त होइन, तर पनि नाचगीतमा अलि जागरुक गर्ने र गीतहरूमा पनि म जुहारीमा हत्तपत्त कसैले लगभग नच्याए हुन्थ्यो। हजुर अनि र नाचमा पनि भनौँ अलिकति छिटो छरितै छु भनौँ न। हजुर पहिलाको झ्याउरी नाचमा है, झ्याउरी नाचमा अहिलेका ठ्यास ठ्यास र ठुस ठुसमा चाहिँ ती अनेक ऱ्याप स्याप चाहिँ मलाई एक त आउँदैन, मन पनि पराउँदैन। त्यसैले अनि त्यही क्रममा अब धेरै लामो त के हुनु, त्यही क्रममा म अब मलाई बोलाएका छन् भने म खाँदा खाँदै अलिकति रात परेछ र म साँझ परेपछि सोतर्मुबाट म यता घर आउने रावतौलु प्रस्थान गर्ने क्रममा आउँदै गरेँ रात पर्यो। रात परेपछि तैपनि म एकदमै अब मैले त जसरी पनि पुग्नुपर्छ भनेर चाहिँ अलिक छिटो कदम चालेर म आएँ। जब पुल तरेपछि त्यस्तै 8 बजेको टाइम थियो। लिखु खोलाको कोरन्दुको पुल तरे, रामेछापबाट ओखलढुङ्गा तरे। ओखलढुङ्गामा एकजना हाम्रो फुपू वडा अध्यक्ष चाहिँ धनबहादुर सुनवार को मृत्यु भएपछि उहाँको नाममा एउटा चौतारो बनाएको छ तल पगरमा। हालसम्म पनि छ त्यो चौतारो। त्यो चौतारामा आइपुग्दा ट्याक्क चौताराभन्दा माथेर सेतो दौरा लगाएको कालो कोट लगाएको ट्याक्क उपर खुट्टी लाएर माथि त्यो भारी बिसाउनेमा उसको खुट्टा माथिल्लो टपमा चाहिँ उसको चाक राखेर बसेको रहेछ। अनि ओहो रामसर कताबाट भनेर म त 2 दिन भयो यार उता भण्डार गएको, आज पो आउँदैछु भनेर भने। त्यो मान्छेले त्यसरी सोध्यो। मैले त्यतिखेर चिनेकै हो, तर त्यस्तो भान बनाएको छ मलाई। त्यसरी घटेको चिनेको नै भयो मलाई, चिने जस्तो मात्र होइन चिनेकै। अनि हो म भण्डार गरेर आएँ।
लु कता उमै जाने होइन घर जाने अनि म भन्ने तपाईँ हिँड्नु नि तपाईँ हिँड्नु भन्ने होइन रामसार हिँड्नु अगाडि भनेर भन्ने भनेपछि उसले नै जबरजस्ती गरेपछि म अगाडि हिँडेँ त्यहाँबाट म एक कुरो के भने यस्तो उस्तो भनेको भने म चाहिँ अगाडि बरबराको खर्नाले बरबराको त्यस्तो अन्नधुन्नमा होइन अनि एउटा व्यवहारिक कुराहरू नै गर्दै जब नर्कटेको भिर भन्ने छ अनि नर्कटेको भिर राखेर अलिखेर माथि ठ्याक्क नर्कटे खेत निस्किने एउटा मोड छ त्यो मोडमा निस्किने बेलामा अनि घ्याच लडेछु म घ्याच लडेपछि अनि म त लडेँ यार भनेर यसो फर्केर हेर्दा छैन मान्छे अनि कथा अब पिसाब फेर्न लागेको क्या भने अनि खुद्द म ठ्याक्कै खेतमा पनि निस्किनु अगाडि बढेर खेतमा निस्किने बित्तिकै अगाडि खेतको डिलमा पो अगाडि जत्रो झम्म कालो ढुस्स परेर बसेको रहेछ त्यही मान्छे रहेछ मलाई त पहिला त के हो भन्ने भयो नि त अनि यसो हेर्दा पो निखेर त्यहाँबाट होइन के गर्छ भने पछि म चुरोट खान्थेँ अनि चुरोट खान लाइटर बाल्छु मरे लाइटर बल्दैन सलाई पनि रहेछ फेरि सलाई बाल्छु सलाई पर्दा पनि बल्दैन नबलेपछि अब यो चाहिँ माल अर्कै रहेछ भन्ने मलाई अलिकति आङ पनि चिरिङ्ग गऱ्यो अब त्यो पुरै डराएको चाहिँ होइन म किनभने हल्का त्यो लागेको हुनाले अनि अलिकति आङ चिरिङ्ग चाहिँ गऱ्यो अब यो चाहिँ अघि आउने त चित्त यो परेछ भनेर अनि त्यहाँबाट बौला ताल गरेर ढुङ्गा यता ढुङ्गा टिप्दै हाने आइज साले म त मेरो साथी पो भनेर भनेको त भनेपछि त्यो हराएपछि तै पनि फेरि चुरोट सघाउन खोज्यो भएन अनि मलाई के बुवाहरूले गफ गर्नुहुन्थ्यो अलि बुढापाकाहरूले गफ गर्नुहुन्थ्यो केही गरी हामी हिँड्दाखेरि रात साँझ हिँड्दाखेरि तर्सायोहरू भने बाबु हो पुरै नेगेट हुनुपर्छ ढाङ्गो भएर चाहिँ हिँडिदिनुपर्छ यो बौला रहेछ भनेर अनि ऊ आफै हट्छ भन्ने त्यो भनेको याद आएर अनि मेरो पालो पुरै नेगेट भएर झोलामा खाँदै कोही झोलामा खाँदै कोही काँडामा खाँदै लो आइज साले भनेर अनि मेरो पालो मूल बाटो नगइकन हाम्रो सर्टकट बाटो थियो घर जाने सर्टकट बाटो लागेर जब घर मुनि पुगेपछि एउटा कामना गर्नु छ मेरो घरै मुनि त्यो त्यहाँ पुगेपछि अनि बल्ल होइन त्यो मैले बिचमा छोडेँ त्यो खेतबाट तेर्सो लाग्यो जुन म घर जाने भनेर नाङ्गै भएर अनि तेर्सो लागेपछि अलिक पर गएर चाहिँ फेरि चुरोट झिकेर सल्काउँदा सल्क्यो अब लाइटर पनि बल्यो सलाई पनि बल्यो चुरोट खाँदै त्यहाँका काभ्राको बोटमा पुगेँ त्यहाँ पुगेर फेरि अनि कपडा सपडा लगाएँ अनि घरमा पुग्दाखेरि सबै मेरा दिदीहरू अनि मेरो घरको बुबा मम्मी बाहेकहरू जान सक्ने जति अलिक पल्लोपट्टि रामबहादुर खड्का पदमबहादुर खड्कामा चाहिँ तर राम खड्काकोमा अनि यो रुद्री पूजाको नाच थियो अनि त्यहीँको लागि म भनौँ न अब यतै वारतिरै रामेछापतिरै बस्थेँ होला अब नाचको लागि पनि विशेष गरी अनि खेर राजसाज गरेर गएको अनि उहाँ पुगेर त्यो सबै कुरा यसरी भने कतिले पत्याएन तर पछि मलाई बिमार चाहिँ लाग्यो बिमार भएँ अनि धामी झाँक्रीहरू मार्फतबाट नै डक्टरहरू होइन धामी झाँक्रीहरू मार्फतबाट नै उपचार गरेर निको भयो तपाईँलाई कतै मुटखुट्टाहरूले तर्साएको हुनसक्छ भने हो यस्तो भयो भने नभन्दै अन्छाइ गरेर मलाई निको भए म त्यो भेटेको माल चाहिँ के त्यो चौतारा बनाएकै मान्छे हो त चौतारामा होइन चौताराको धनी चाहिँ होइन अलि उभैतिरकै मान्छे हो के उभैतिरकै मान्छे हो त्यतिखेर ठ्याक्कै त्यो एउटा सपना जस्तो मलाई बनाएछ चिनेकै हो भने मेरो मतलब अब चिनेको जस्तो हो अनि मेरो मतलब कस्तो भने नि
यो एक दशक 2 दशकभन्दा अगाडि चाहिँ तपाईँको तर्साउने भूत प्रेतहरू अहिले यस्तो कुरा गर्दै जाँदाखेरि कतिपय रुढीवादी होइन यसो भन्छन् अहिलेको विज्ञानले अहिलेको साइन्सले त्यसो भन्छ तर होइन पहिला तर्साउने बिगबिगी नै थियो हजुर बिगबिगी नै थियो हजुर अब यसमा अब अलि लामै कुरा गर्ने हो भने तर्साउने बिगबिगीको कारण के भन्दाखेरि यसलाई सर्टकटमा खुलाइदिनु नि त सर। अब त्यो मान्छेहरू प्राय गाड्ने होइन हजुर अलि अकालमा मर्ने त्यस्तै खालको भएको हुनाले हो त्यसैले तर्साउने हुन्थ्यो र अहिले पनि बिरलै मात्रै कतै कतै त्यस्तै ठाउँमा छ नै ल। छ है सर? अँ, अँ, छ म चाहिँ 5-10% म अझै पनि विश्वास के छ? हस्। त्यो चाहिँ के त्यो गाडेको मान्छेहरू चाहिँ त्यो भूत एउटा प्रेत बनेर प्रेत त्यो उसले के अरे पितृमा चाहिँ भनौँ न समाहित भएन। सम्मिलित भएन होइन पोलेको मान्छेहरू चाहिँ एउटा भनौँ न उसको इच्छा आकाङ्क्षाहरू पुरा नभइकन नभइकन ऊ भएको हुनाले कारणवश दुर्घटनावश मृत्यु भएका मान्छेहरू चाहिँ भूत प्रेतै हुने हो। हजुर प्रेत भएर वायु अहिले वायु पनि भन्छन् एउटा भाषामा होइन हजुर अनि हो त्यस्तो अत्कल्टो भएर चाहिँ अनि भौतारिएको अनि त्यसले चाहिँ आमुन्ने सामुन्ने पायो भने र उसले हेप्ने भयो भने र आफ्नो ग्रह निचो भयो भने पनि उसले त्यसले चाहिँ गाइदिन्छ। खाइदिन्छ। विकास सर हजुर यस्तै तर्साउने क्रममा अर्को एउटा पनि छ त्यो चाहिँ मलाई कस्तो भन्ने कि सपना हो कि एकादेशको एउटा कथा भने जस्तो गरी भन्दा पनि फरक नपर्ने खालको म अलिकति बताउँछु जस्तै लगभग 4 दशक अगाडिको कुरा हो अनि हाम्रो घर पनि त्यतिखेर चाहिँ ह्याङ घर थियो तले घर पनि बनाएको थिएन हजुर र हाम्रो घर पछाडिबाट एउटा मूल बाटो थियो त्यो बाटो चाहिँ मुर्दा खेद्ने वस्तु भाउ खेद्ने जे पनि मूल बाटो भनेपछि हजुर त्यो बुझ्ने कुरा भएको अनि त्यो बाटो हुँदै तल घाटसम्म जाने बाटो थियो एउटा घर पछाडिबाट एउटा घर अगाडि बाट नरकटे निस्किने घर पछाडिबाट चाहिँ सायले हजुर निस्किने सायले घाट निस्किने अनि त्यस्तो बाटो थियो अनि त्यसमा हामी अब यस्तै साउन भदौको बेला यो गर्मी टाइम थियो हजुर म 7-8 वर्षको थिएँ हजुर बाहिर बसेका थियौँ भित्र खानापिना खाइवरी बाहिर पिँढी भन्छौँ नि हजुर पिँढीमा बसेका थियौँ सबैजना अनि घरमाथि घर पछाडिको बाटो ए आइज ला आइज भन्छ अनि के हो भनेर केही होइन डराउँछ भनेर हजुर हजुर बच्चाहरू डराउँछन् भनेर केही होइन त्यो मान्छेहरू हिँडेका भैँसी लग्यो होला नि त्यहाँ कता रागामा लग्यो होला नि भनेर हो त्यस्तै गरेर टार्नुभयो हजुर बुवा पछि बुबा मम्मीले हजुर पछि गएर त्यो चाहिँ तर्साएको रहेछ अँ, अनि त्यसरी वस्तु खेद्ने होइन हजुर, हजुर। वस्तु खेद्ने टाइममा हो त्यसरी प्रश्न अनि यसो हेर्दाखेरि के छाया जस्तो यत्रो केटा बाँधेको हजुर होइन प्राय कालो कोटै लाउने गर्दो रहेछ त्यस्तोमा चाहिँ हजुर हजुर त्यो मुटफुटो भनौँ अर्थात् त्यो के हो यसरी त्यो पहिलाको समयमा धेरै बिगबिगी नै थियो हजुर तर्साउने हजुर निकै सानै हुनुहुन्थ्यो म चाहिँ त्यही त योभन्दा म अहिले अब 55-56 को भनेपछि 4 दशक अगाडि हजुर। भन्दा पनि 5 दशकै चान्सुन भएछ म 7-8 वर्षको भन्दा हजुर। बढी थिइनँ हजुर त्यो बेलाको कुरा जस्तै मैले भने नि अब एकादेशको कथा भने जस्तै भएको छ हजुर हजुर त्यो अलिअलि मात्रै हजुर भनौँ सपना जस्तो हजुर भयो त्यसरी तर्साउँथ्यो यस्ता तर्साका अरूलाई तर्साएको त अब धेरै कुराहरू सुनेको छु हजुर म आफैमा
प्रत्यक्ष परेको छ। भएको घटना चाहिँ हजुर यी दुईटा हजुर। अहिले तत्कालका हजुर।